एकैछिन बक्सै कस्तो आशा आयो भने छेत्री कस्तो राम्रो लाग्यो क्या मलाई। नरहे नेपाल नरहे नेपाली, नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो, नरहे खोइ के भन्छ नि हाम्रो। कस्तो राम्रो लाग्यो क्या मलाई। यो नेता सेताको स्यालेरी छोडिदिउँ ल, नराखिदिउँ यिनीहरूको है। यिनीहरूको मन्त्रीहरूको कसैले त्यो अनि गाडी लाइनै हुन्छ ट्याटारा टुट्टु गर्छ, पाएन अब तिनीहरूले कसैले नै गर्न पाएन होइन, कसैले पाएन। अब यो नेपाली जनताको राज हो क्या यो। कस्तो राम्रो लाग्यो क्या मलाई। नगर्न भनेर म यहाँ बस्छु, म नेता हो, हामी नसुकै उता। कस्तो राम्रो लाग्यो क्या मलाई। अनि लास्टमा संविधान परिमार्जन गर्ने यसलाई, किनभने अब तपाईँ कस्तो हुँदो रहेछ भने मैले बुझेको छ भाइ यति राखेको त्यो अफिसमा गएको आउला कि ल म लास्टमा गरिदिइहालेँ। यो चाहिँ तपाईँ कस्तो हुँदो रहेछ अब कतिजना बुझ्दैन क्या यो कुराहरू होइन, अफवाह फैलाइदिने क्या। अनि अलिअलि बुझाउनु पर्छ होइन, म यहाँ भाषण दिन आएको त होइन नि त होइन तपाईँहरूलाई होइन। सो मैले बुझाउनु खोजेँ सबैजनालाई यो तपाईँको संविधान चाहिँ तपाईँ पुरै भयो भने होइन, हामीले अब खारेज गरिदिउँ भने चाहिँ तपाईँको विदेशी हस्तक्षेप हुँदो रहेछ, हुन सक्दो रहेछ भन्ने कुराहरू भयो क्या। एकैछिन बक्सै कस्तो आशा आयो भने छेत्री कस्तो राम्रो लाग्यो क्या मलाई होइन। त्यही भएर यसमा चाहिँ अब सपोज तपाईँले एक तलाको घर बनाउनु भएको छ, अब मलाई घर बनाउनु पर्ने तपाईँ एक तला घर डाङडुङ भकाएर तपाईँ अर्को घर बनाउनु हजुरलाई कति समय लाग्छ, खर्च लाग्यो, रिसर्च चाहियो होइन, हरेक कुरामा तपाईँको खर्च चाहियो, एफोर्ट चाहियो, म्यान पावर त्यही अनुसारमा चाहियो, त्यो हो नि त। अब 2 तला बनाउनु न यसलाई, बरु झ्याल स्यालमा पेन्टिङ गरौँ होइन, राम्रो राम्रो बनाऊँ, त्यत्रो खर्च भएको छ होइन, हाम्रो पैसा हो नि त, हामीले बुझ्नुपर्छ नि त होइन। त्यत्रो खर्च भएको छ त्यसलाई सबै मिलाएर पोतपात गरेर अब एउटा राम्रो घर बनाउने, राम्रो नेपाल बनाउने। एकैछिन बक्सै कस्तो आशा आयो भने छेत्री कस्तो राम्रो लाग्यो क्या मलाई। आज मिति 2029 निर्देशना अनुसारको कार्य नगरेलाई एकैछिन बक्सै कस्तो आशा आयो भने छेत्री कस्तो राम्रो लाग्यो क्या मलाई। एकैछिन बक्सै कभी कभार दिखाई देने वाले इस टावर का जीवन बहुत समय तक ऐसा बना हुआ था, लेकिन अब रिमोट कैमरा टेक्नोलॉजी की वजह से हम पहले के मुकाबले इनके ज्यादा करीब आते जा रहे हैं। ये बस गिने चुने ही हैं, 100 वर्ग किलोमीटर में केवल 4। इससे ज्यादा का पेट भरने के लिए इस इलाके में शिकार नहीं है। एकैछिन बक्सै कस्तो आशा आयो भने छेत्री कस्तो राम्रो लाग्यो क्या मलाई।